जति बेला विश्व साम्राज्य कसैको अधीनमा थियो, संसारका अधिकांश मुलुक औपनिवेशिक नियति भोग्दै थिए। कैयन साना मुलुकहरू आफ्नो अस्तित्व र पहिचान गुमाउँदै थिए। त्यस्तो समयमा साम्राज्यवादका आँखै अघिल्तिर एउटा देश खडा गर्ने सानो चुनौती थिएन। तितर बितर भएर छरिएको र सानो भूखण्डमा विभक्त भएको नेपाललाई हाम्रो राष्ट्र निर्माताबाट एक सिङ्गो र सबल राष्ट्रको रूप दिई बक्स्यो। यो विषय केवल भूगोलको मात्र होइन, विविधता भिजेको एक सामाजिक समन्वयको कडी पनि थियो। मौसुबाट देशको आन्तरिक एकता र अवच्छिन्न राष्ट्रिय अस्तित्व रक्षाका सूत्रहरू पनि दिव्य उपदेश मार्फत हामीलाई बक्सेको छ। 4 वर्ण 36 जातको साझा फुलबारी नै नेपाल भएको स्मरण गराई बक्सिँदै हाम्रो मौलिक अर्थ व्यवस्था, सांस्कृतिक एवं सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति, परराष्ट्रका नीति तथा व्यवहार बारे अकाट्य मार्गदर्शन गरिबक्सेको छ। मौसुको मार्गदर्शनलाई हामीले आत्मसात गर्दै तदनुरूप व्यवहार गर्नु सक्यौं भने नेपाललाई अनन्तकालसम्म कसैको छायाले नभेट्ने विश्वास हामीले गरेका छौं।